यसको बाइकको कन्डिसन यस्तो छ है टक्क लाएर बाइकले धोका दियो मजाले के छ जे चिजको डर थियो त्यही भइसक्यो भैयाको टायर पञ्चर रातिको 11 बजे हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू एन्ड अनदर एपिसोड अफ थापा छेत्री होप यु अल गाइज आर फाइन अनि म पनि एकदम सन्चै छु अनि त्यही हो फाइनली मेरो हाम्रो 12 को बोर्ड एक्जाम पनि सकिसकेको छ अनि त्यसपछि त्यस बोर्डपछि त केटाहरूसँग घुमघाम यताउता रमाइलो त गर्नुपर्ने हुन्छ हामीले सो त्यही भएको र म राइडमा निस्किसकेँ अनि म काठमाडौँदेखि रोल्पा पनि आइसकेको अस्ति है अनि म चाहिँ अहिले दाङ जान लागेको दाङदेखि चाहिँ म साथीहरूसँग त्यही भेटेर मजाले त्यहाँदेखि जान्छौँ हामी सायद हाम्रो डेस्टिनेसन फिक्स पनि भएको छैन अनएक्सपेक्टेड हो कि अनप्लान भन्छ नि अनप्लान प्लान हो हाम्रो चाहिँ होइन त्यही हो ल टक्क लाएर मजाले म यहाँदेखि चाहिँ पुरै यहाँदेखि यस्तो तयारी अवस्थामा निस्किसकेँ टक्क अगाडि गएर पेट्रोल पम्पमा पेट्रोल भन्नुपर्ने हुन्छ अनि गोप्रो चाहिँ राखेको छु तर यो राखेको मात्र भएको जस्तै भएको छ किनकि मिडिया के अरे त्यो मिडिया मोड चाहिँ माइक छैन मसँग अनि यतादेखि साउन्ड आउँछ जस्तो लागिरहेको मलाई तर पनि हेरौँ थोरै मात्र क्लिप बनाउँछु त्यहाँदेखि बनाउँदा दाङदेखि व्यवस्था गर्छु सो त्यही होला थ्याङ्क यू सो मच रेगे त्यही होला यहाँदेखि यस्तो मजाले दामी हेर्नु यस्तो दामी यहाँ बनेको छ पेट्रोल पम्प बनेको छ हाम्रो यहीँ रोल्पामा यार रोल्पामा रे ऊ के यता नयाँ बनेको रोल्पामा कहाँ कस्तो रोल्पा भनिदिएर मैले त दामी सिन हरियाली होइन यो ठाउँ रोल्पामा छ नि कस्तो छैन 5-6वटा छ 7 रेगे छ नि धेरै होइन त्यति लाएर हाम्रो चाहिँ यो न्यू पेट्रोल पम्प नयाँ पेट्रोल पम्प अनि नयाँ नयाँ खोलेको दामी छ यो दामी पेट्रोल पम्प होइन फुल ट्याङ्की हालिदिउँ त फुल ट्याङ्की के छ सन्चै हुन्छ घरैदेखि टाढै जाऊँ भनेको यता 219.50 कति जान्छ टक्क हेर म यो चाहिँ फेरि मेरो यस्तो हो कि अगाडि चाहिँ राखिसकेको मैले चाहिँ हिजो राखेको होइन हिजो राखेको नि त मैले हिजो कतिको 1000को यस्तो कतिको राखेको अनि आज चाहिँ कतिको भयो भयो धेरै कुल नगरौँ तातेर उ गर्छ कि पुक 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 हुन्छ 25-21 काममा यहाँदेखि चाहिँ 1230 हिजो हालेको थियो 1000को बेलुका अनि अगाडि त्यो भने दिउँसो 500को अगाडि हाल्नुको कारण नि कति 1200 कति भयो 1500 ठ्याक्क 1230 भयो 29.20 छ अरू बेला हामी मिलाइराख्छौँ आफ्नै ठाउँ त ठिक छ ल बस्नु है हजुर ल हस् धन्यवाद अब साउन्ड त त्यस्तै हो यहाँ जस्तो सुनिने होइन त्यही हो टक्क लगाएर अब सोन भुवा आउँछ त्यो त्यही भएर मैले बेटीको के अरे मेरो गोप्रोको बेटी चाहिँ यतिको वेस्ट गर्न म यतै चाहेन त्यही भएर म यतै अहिले एक पनि थाहा छैन गाइज होइन म चाहिँ यहाँदेखि सुजदेखि टक्क निस्कि पनि सकेँ अनि बिस्तारै चलाउनुको कारण के हो भन्दाखेरि साउन्ड यस्तो झार आउँछ त्यसमाथि मसँग मिडिया मोडै के अरे माइकै छैन होइन सो द्याट्स सो त्यही हो गाइज वाला होइन नि फेरि ल त्यही हो ल गाई चल्छ हामी माथि खोला है हाम्रो चाहिँ त्यो रोल्पा र प्युठानको के भन्छ यसलाई बोर्डर जस्तै भनौँ न यस अब यतादेखि चाहिँ यो चाहिँ रोल्पाको यता सकियो होइन रोल्पाको सिमाना यो सकियो अब चाहिँ हामी प्युठानतिर प्रवेश गर्दैछौँ दामी बनायो भने तल धक्क लगाएर बस्ने होइन डेटिङ सेटिङ जाने चाहिँ त्यो मिठो बनाएको छ अरे यता त है यो चाहिँ खोला हाम्रो माथि खोला है माछा चाहिँ मिठो तल यस्तो दामी के भन्छ जाल हान्न भन्छ यसले जाल हाल्नु भएको छ होइन ओहो दामी छ त यार एउटा भिडियो बनाइदिउँ न त के छ र होइन र एउटा भिडियो बनाऊँ हामी चाहिँ यहाँ एउटा मिठो है ठिक ठिक यहाँ मेरो राखेको
के हो डाइरेक्ट राखिदिएको थिएँ त्यही हो ल बाइकको हाल चाहिँ यस्तो छ है ठिक छ त्यस्तै हो अब चाहिँ हामी चाहिँ यहाँदेखि रोल्पालाई बाई बाई गरेर हामी चाहिँ प्युठानतर्फतिर लाग्दछौँ होइन लागिरहेको छौँ त्यही हो ल चल्दिस गाई चल्दिस धेरै ढिला पनि नहोस् होइन टक्क बिस्तारै आनन्द तरिकाले जानुपर्छ हामी चाहिँ होइन टक्क अनिटमा राखेँ आइरहेको छ ल चल्दिस गाई धेरै जाम त साउन्ड आउँदैन के गर्नु त है अलराइट गाइस अहिलेसम्म चाहिँ भालुबाङ पुगेको अवस्था छ है टक्क भालुबाङ टक्क लगाएर है लास्ट भोक लागेर अहिले त अति भोक लाग्न थालिसक्यो मलाई खाना त थोरै खाएर आएको त्यो पनि अब उयो गरेर खानुपर्ने हुन्छ साथीहरू पनि आइरहेको छ मलाई ल्याउन होइन सो त्यही हो यस्तो छ हालत के गर्नु त है गाह्रो छ र के ल त्यही हो ल यहाँदेखि म निस्किनु पर्ने हुन्छ छिटो चाहिँ होइन अति गर्मी कि अति गर्मी त सायद है कस्तो है पुरै जङ्गल कि है बाघ सकायो भने तनाव हुन्छ त्यही भएर यहाँदेखि म छिटो निस्किनु पर्ने हुन्छ है त्यो ल निस्किन्छु म चाहिँ यहाँदेखि पेट लास्ट दुखिरहेको किन के भन्दाखेरि हिजो पनि करेन्ट खाएको थिएँ मैले त्यो भएर नि हलाउनु सक्छ त्यही भएर ल म यहाँदेखि निस्किन्छु के छ कत्रो ढिलो गरे स्टार्ट हुन्छ नि तेरो बाइक आइज आइदैन भोलि कति बजी हिँड्ने ओइ भोलि कति बजी हिँड्ने बिहान कि बेलुका ल हिँड अगाडि के रे यसो कभर पनि हाल्ने मेरो त डोरी कम गर्नु छ बेन बाइक हाल्न त यता आयो भन् न यता अरे ए बिजनास के हो यसको बाइक यस्तो यो बाइक पुग्छ मुस्ताङ चलाउँदाखेरि फुल क्लच छोड है क्लच पुरै छोडेछ है भर्खर हामी कहाँ पुग्यो हामी चाहिँ दाङ पुग्यो डक्कर है अनि के अमन टोरीलाई हेर कल देखा न कल देखा न भयो छोड्दै नदेखा अब छोडिदिए धेरै आन्सर खोज्नु त्यही ल यसको बाइक कस्तो भइसक्यो सो अलराइट गाइज अहिले चाहिँ हामी चाहिँ टक्क के भयो लाइनको चल्दिएर ल 49मा छौँ होइन यसको चाहिँ मजाले टिकटक बनाएर यस्तो छ 49 रे यो चाहिँ यसको चाहिँ दाइको हामी चाहिँ भोलि निस्किने रे भोलि जाने रे अनि छोड्दै के भयो कि यार छ्या ब्रेकअप भयो भन्दैमा यो त यार अति हो नगर कि भाइजा लाग्यो छ्या भेजाको फेभरेट
अमन भाइको फेभरेट सानैदेखिको बर्गर अझ हाम्रो त्यो बाइक सफा गर्नुपर्ने छ के गर्नुपर्छ कपाल काट्नुपर्ने छ होइन ओए प्रिन्सेस ट्रिटमेन्ट यहाँ चाहिँ न भाइ यहाँ चाहिँ न भयो कि धेरै नाचिस The next day. सो अलराइट गाइज दिस इज द नेक्स्ट डे होइन अनि हामी चाहिँ आजको लागि अब हामी चाहिँ अहिले कहाँ रे बुटोल जान्छौँ किनकि यसको बाइकको यो कलर पनि बुलबुकमा ब्ल्याक छैन कि यो कलर चेन्ज गरेको यो बाइकको अनि त्यसो गरेको छैन हामी चाहिँ टक्क यहाँ रेडी भएर घरदेखि निस्केर टक्क बस्यौँ त्यहाँ चाहिँ मेरो यस्तो भारी देखेर होइन अनि यसको चाहिँ अब राख्ने यसले पनि टक्क हामी यहाँदेखि बुटोल जान्छौँ यातायातमा त्यहाँ गएर अझै 3 जना जान्छौँ 2वटा बाइकमा त्यसपछि आउँछन् केटाहरू 2जना जति होइन अनि त्यही होला हामी यहाँदेखि चाहिँ निस्किन्छौँ अनि अर्को चाहिँ ब्याड न्युज के भन्दाखेरि चाहिँ मोटल भ्लगिङको थोरै भ्यू पनि देखिन नपाउने भयो किनभने त्यसको मैले माउन्टै कहाँ राखेको छु भन्दाखेरि त्यो के अरे कहाँ राखेको छु अर्को पाइनमा राखेको छु खोल्नु पर्ने हुन्छ यो छोडिदियो अहिले नखोल्दैन त्यही यहाँदेखि चाहिँ हामी निस्किन्छौँ यो अहिले घोराइमा छौँ हामी यसको बाइक चाहिँ दामी देखिन्छ कि देखिन्छ तर कन्डिसन चाहिँ हान्छ क्या बाइकले सेफ राइड त्यो राम्रोसँग बनायो कि पछिदेखि आउन लाग्यो देखिन्न यार अनि यस्तो बनाउनु त नि पछि आउन लाग्यो ध्यान चाहिँ डेली हो नि कस्तो साइको यो त कस्तो साइको के वर्षादेखि गएको मान्छे वर्षाले छोडेर आयो ल चल्यौँ चल्यौँ ल मान्छेको के चलिस हालौँ ओ अनि कहिले राख्छस् कि यो पाइन्छ रे जाम ल निस्किन्छौँ हामी यहाँदेखि चाहिँ होइन टक्क ल One eternity later. ल बाई बाई गर बाई बाई गर्नु बाई बाई सो अलराइट गाइज हामी चाहिँ अहिले चाहिँ भालबाङ के अरे भालबाङको अवस्था छ मान्छेको हालत यस्तो छ यहाँ यस्तो छ हालत बाइकहरूको हालत यस्तो छ पारि होइन ल यहाँ चाहिँ केटाहरूको एक्सट्रिम पार्टी चल्दैछ एक्सट्रिम पार्टी नास्ता खाएर हामी चाहिँ यहाँदेखि निस्किनु पर्ने हुन्छ होइन सो त्यही हो ल अहिलेको लागि सो अलराइट गाइज अहिले चाहिँ घाम चाहिँ यस्तो खतरा बढेको छ कि होइन अब चाहिँ हामी यहाँदेखि निस्किनु पर्ने हुन्छ यस्तो धोर भावे यहाँ प्लास्टिकहरू यस्तो भए होइन टक्क हामी यहाँदेखि निस्किन्छौँ त्यही हो ल हामी यहाँदेखि निस्किनु पर्ने हुन्छ अब चाहिँ होइन ल यस्तो छ गर्मी आम्मामा के साह्रो गयो ल अलराइट A few moments later. हाम्रो अहिले अवस्था यस्तो छ ओ यता हेर त भर्तियाको बाघ आयो बर्तिकाको बाघ के अरे ओ यता हेर्न हो यता अमन यता हेर्नु के ए चिक्ना भन्यो अहिले त यत्तेरिका यस्तो धुलो भए होइन हामी चाहिँ अहिले बुटोल पुग्ने अब कम्तीमा हामीले 28-29 के अरे किलोमिटर बाँकी नै छ आज हाम्रो बाइक एकछिन मजाले तातेको छ यसो हाम्रो रेस्ट बर्दियाको बाघ ओइ यिनको त्यो यो दोरीमा मजाले के सिरान भन्ने खाँदियो थाहा फेरि चाप फेरि कस्तो हुन्छ भनेर मलाई अलराइट गाइज हामी चाहिँ मजाले बसिरहौँ अमनको बाइकले ढोका दियो ए भनेको थिएँ के अरे के निकाल भनेर यसले मैले भन्यो त गोटी निकाल भनेर ए यहाँ झिक्नु पर्ने अवस्था आहा बुटोलमा छौँ हामी गर्मीले धुर बनाए यसकै बाइक हो ढोका दिने बाटोमा बाइक चलाउनु नसकेर मैले चलाउनु परे हो त्यही हो यसको बाइकको कन्डिसन यस्तो छ है टक्क लाएर बाइकले धोका दियो मजाले हामीलाई है दाइ अनि हाम्रो दाइले मजाले बनाइदिनु भएको दाइ टक्क लोकेसन भन्नु त हजुरको मेरो कस्टमर आउँछ बुटोल बुलेट रिपेयर देवीनगर ओ टक्क गुगल म्यापमा आउँछ है गुगल म्यापमा आउँछ गुगल म्यापमा आयो भने त्यही सर्च गरेर आउनुलाई दाइले मजाले मिलाएर गरिदिनुहुन्छ है आपद विपद परेको बेला दाइले सम्झिनुलाई यसो अनि मेरो बाइक चाहिँ उपारी छ रोटीको चुडी गएर यस्तो गोल्टु हालेर बनाइदिनु लागेको गोल्टु पुरा यहाँ साकर लिकेज भएर बिचराहरूलाई बाटोमा लास तनाव अति तनाव नि लिजिक खेल्थ्यो अनि म त भाँची लास लागिरहेको थियो कि यति भएर म नगरेको के अफ रोडमा यो गोटी चाहिँ हल्का जोगाएर नै चलाउनु पर्छ बेलामा टाइट गरी राख्नुपर्छ बाटोमा धोका दिन्छ धेरै धोका दिन्छन् भन त्यही हो यहाँ यस्तो छ गर्मीको माहौल छ अलराइट गाइस हाम्रो चाहिँ अहिले चाहिँ मजाले यसको बन्यो है सबको यस्तो घटेको छ यसको बाइक चाहिँ यता हेर त ओए
त्यो बनेको छ अनि त्यसमा मेरो हाम्रो ह्यान्डसम यहीँ छन् होइन अनि केटाहरू खोइ फोन गर न अनि त्यो उ गर न के अरे त्यो यातायातको दाइले कल गर्नुपर्ने छ होला त्यो दाइले फोन गरौँ होइन मङ्की मार्क्स कहाँ अरे के पर्दैन कि छोड्दे आधा बाटो पुगिदिउँ अब यस्तो गर न कि त त्यो दाइले फोन गर छिटो कि त केटाहरू साथीले छिटो फोन गर होइन केटाहरूलाई तैँले फोन गर क्या म सो अब चाहिँ हामी निस्केको अवस्था छ होइन टक्क लाएर अगाडि यहाँनिर त्यसपछि के भन्छ अरे जे हो त्यही हो त्यसपछि यहाँ छ है मजाले यहाँ चाहिँ अब पानी पर्लाको अवस्था भएर हामी चाहिँ अब यस्तो चट्टा पर जानुपर्ने अवस्था भएको छ होइन सो त्यही होला हामी यहाँदेखि निस्किन्छौँ ल बाई सम्नी जे चिजको डर थियो त्यही भइसक्यो भैयाको टायर पङ्चर रातिको 11 बजे ओइ योले के भन्छ केटा ओइ योले के भन्न चाहन्छौ के रे अप्पर मुस्ताङ हो के अप्पर मुस्ताङ पुगिस के बोर्डर रे चाइना बोर्डर इ कोर्ला बोर्डर के गर्छौ भन्न ल कति हजार दिन्छौ मलाई तर धोका चाहिँ खान्छ बिट्टो कस्तो भेजा भएको त यार यस्तो मजाले टायरको पङ्चर भयो नि त यसको योले के भो मिठो धोका पाइयो बल्ल कति किलोमिटर 5 किलोमिटर 5 किलोमिटर पछि बल्ल हामीले ग्यारेज दाइ तपाईँले धेरै धेरै धन्यवाद त्यसो दाइ यार यति बेला सबै सुत्ने मान्छे दाइ हाम्रो लागि भनेर उठेर होइन टक्क लाएर भाइहरूको पीडा बुझेर होइन के हुन्छ सब गरिदिइरहनु भएको छ आफूले सक्ने जति होइन दाइ सुन्नु न यसको बाइकको के चेनले पुरै यो टायर हुन्छ नि पछिको टायर पुरै घोट्यो के त्यो चेन र टायर हुन्छ नि पुरै जुझेर पुरै खाइरहेको एकचोटि हेरिदिउँ न है बन्छ के टक्क लगाएर चाहिँ यहाँ चाहिँ बन्छ है दाइले चाहिँ बनाइदिन्छ अरे होइन अरू त के भन्ने र त्यही हो तेरो बाइक बेच्दियो अब यो टुरुवा चाहिँ होइन त्यही हो छोडिदे ऊ सर के त्यसो स्प्लेन्डर खतरा माइलेज दिन्छ